दैनिक 2000 भन्दा बढी युवाहरू देश छोडेर मरुभूमिको तातो बालुवा वा विदेशी भूमिमा पसिना बगाउन उठ्छन्। सुन्दा दुःख लाग्छ, तर आज नेपालको बैंकमा रहेको पैसा, बजारमा हुने व्यापार र तपाईँ हाम्रो भान्सा नेताहरूको नीतिका कारण होइन, तिनै विदेशिएका युवाहरूले पठाएको रेमिटेन्सका कारण चलिरहेको छ। नेपालको जिडिपीमा झन्डै 25 देखि 30% हिस्सा रेमिटेन्सकै छ। तर के यो रेमिटेन्स नेपालको लागि वरदान मात्रै हो कि यसले भित्रभित्रै देशलाई एउटा ठुलो सङ्कटतर्फ धकेलिरहेको छ? आज हामी कुरा गर्नेछौँ नेपालमा रेमिटेन्सको वास्तविक पावर र यसको डरलाग्दो पाटोको बारेमा। सबैभन्दा पहिला हामीले एउटा कुरा स्वीकार्नै पर्छ, रेमिटेन्स नेपालको लागि लाइफ सपोर्ट हो। सन् 2000 को दशकमा जब देशमा चरम गृहयुद्ध थियो, उद्योगहरू बन्द थिए र कृषि ध्वस्त थियो, त्यति बेला रेमिटेन्सले नेपाललाई टाटपटिनबाट बचायो। यसले समाजको सबैभन्दा तल्लो तहमा रहेका मानिसहरूको हातमा सिधै पैसा पुर्यायो, जसले गर्दा शिक्षा र स्वास्थ्यको स्तरमा सुधार आयो। मेडिकल टर्ममा एउटा भनाइ छ, पेनकिलर अथवा दुखै कम गर्ने औषधिले केही समयका लागि राहत त दिन्छ, तर यसले रोग निको पार्दैन। यदि तपाईँले लामो समयसम्म पेनकिलर मात्रै खानुभयो भने त्यसले कलेजो र मृगौला फेल गराउँछ। नेपालको अर्थतन्त्रमा ठिक यही भइरहेको छ। रेमिटेन्सले हाम्रो संरचना कमजोरीलाई छोपिदियो। सरकारहरू अल्छी भए, उनीहरूलाई देशभित्रै उद्योग खुल्ने, रोजगारी सृजना गर्ने वा कर प्रणाली सुधार गर्ने चिन्तै भएन, किनकि उनीहरूलाई थाहा थियो जस्तो सुकै सङ्कट आए पनि खाँडीबाट पैसा आइहाल्छ नि। जब कुनै देशमा एउटै स्रोतबाट सजिलै ठुलो मात्रामा विदेशी पैसा भित्रिन्छ, तब देशको आफ्नो उत्पादन क्षमता बिस्तारै मर्दै जान्छ। नेपाल यसको क्लासिक उदाहरण बनेको छ। नेपालमा रेमिटेन्सको 90% भन्दा बढी रकम उत्पादनमूलक क्षेत्र जस्तै कारखाना, प्रविधि वा पूर्वाधारमा लगानी हुँदैन। त्यो पैसा सिधै उपभोगमा खर्च हुन्छ। विदेशबाट बुबाले पैसा पठाउनुहुन्छ, यहाँ छोराले विदेशी ब्रान्डको बाइक र मोबाइल किन्छ, आमाले भान्साका लागि आयातित चामल र तेल किन्नुहुन्छ। अर्थात् खाडीमा नेपालीले बगाएको पसिनाको कमाई नेपालको बजार हुँदै अन्ततः भारत, चीन र तेस्रो मुलुकमा सामान किन्नैमा विदेश फिर्ता जान्छ। हामी केवल एउटा वासरुम जस्तो भएका छौँ, जहाँ पैसा आउँछ तर तुरुन्तै फ्लस भएर बाहिरिन्छ। रेमिटेन्सलाई हामी डलर र रुपियाँको अङ्कमा मात्र नाप्छौँ, तर यसको सामाजिक मूल्य कति छ त्यसको कुनै हिसाब छैन। नेपालका गाउँहरू आज युवाविहीन भएका छन्। गाउँमा कि त वृद्ध छन् कि साना केटाकेटीहरू। समाजलाई डोर्याउने उत्पादक जनशक्ति नै गायब छ। पढाइसकेपछि नेपालमा भविष्य नदेख्नु र जसरी पनि एयरपोर्टको बाटो समात्नु आजको युवाको बाध्यता मात्र होइन, संस्कृति बनेको छ। पारिवारिक विखण्डन, मानसिक तनाव र बाकसमा फर्किने शवहरूको लामो लाइन छ। यो त्यो मूल्य हो जुन नेपालीले केही अर्ब डलरको लागि चुकाइरहेका छन्। हामीले पैसा त कमायौँ, तर एउटा सिङ्गो पुस्ताको भविष्य र सामाजिक तानाबाना गुमायौँ। त्यसो भए समाधान के त? के हामीले विदेश जान बन्द गर्नुपर्छ? व्यावहारिक रूपमा त्यो अहिले सम्भव छैन, तर हामीले रेमिटेन्सको प्रयोग गर्ने तरिकालाई रातारात बदल्नु पर्छ। जबसम्म हामी रेमिटेन्सलाई खाएर सिद्ध्याउने वस्तुबाट बदलेर पुँजी निर्माणको माध्यम बनाउँदैनौँ, तबसम्म नेपाल आर्थिक रूपमा कहिल्यै स्वतन्त्र हुन सक्दैन। विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरू देशको मेरुदण्ड हुन्, तर मेरुदण्डको भरमा मात्र कति जेल बाँच्नु? अब देशलाई आफ्नै खुट्टामा उभाउने बेला भएको छ। हामीले ठुलो आशा बोकेर यो वर्ष सरकार त फेर्यौँ। यो सरकारले पनि हाम्रो आशा अनुरूप काम गर्छ भन्ने ग्यारेन्टी छैन, तर हामीले यो सरकारलाई केही समय काम गर्न दिनुपर्छ र हामी सबै आशा गरौँ कि यो सरकारले हाम्रो लागि नै काम गर्नेछ र देशलाई समृद्ध बनाउनेछ। आजको भिडियोमा यति मात्र। हजुरलाई भिडियो मन परेमा सब्सक्राइब गर्नुहोला। धन्यवाद।